नेपालको एउटा यस्तो गाउँ छ जहाँ भारतको सिमानासँग जोडिएको छ। सोचे भने राम्रो, एकदम खुसी लाग्यो बिहानै आएको हिँडेर। यहाँ पुग्न सजिलो छैन, तर जो एकपल्ट पुग्छ उसले यो दृश्य कहिल्यै बिर्सन सक्दैन। नेपाल र इन्डिया सिमानामा रहेको यो सानो गाउँको नाम हो तुमलिङ। यसको उचाइ लगभग 3000 मिटर रहेको छ। बिहानको चिसो हावा र शीतले ढाकिएको जौबारी। पूर्व नेपालको यो शान्त ठाउँबाट आजको हाम्रो यात्रा सुरु हुँदैछ। हेलो, गुड मर्निङ। चिसो छ। अहिले चाहिँ 6:30 भयो। यो पछि दिङ भएको चाहिँ जौबारी हो। अब हामी चाहिँ तुमलिङतिर जाँदैछौँ बिहानै सनराइज हेर्दै। त्यहाँको मौसम के कसो छ, बजारहरू। तुमलिङ 4-5 किलोमिटर टाढा छ, तर यसको अनुभव भने बिल्कुलै फरक छ। आज बिहानै एउटा प्रश्नको उत्तर खोज्न हामी तुमलिङतर्फ निस्केका छौँ। के तुमलिङ वास्तवमै इस्टर्न नेपालको सबैभन्दा सुन्दर गाउँ हो? तपाईँले देखिरहनु भएको यो हो नेपाल कृषि अनुसन्धान परिषद अन्तर्गतको कृषि अनुसन्धान केन्द्र। यहाँ वर्षौंदेखि इलामको हावापानीलाई सुहाउने विभिन्न बालीहरूमा अनुसन्धान हुँदै आइरहेको छ। जौबारीबाट तुमलिङ जाने बाटो आफैमा एउटा आकर्षण हो। भेडीगोठ, घना जङ्गल, चिसो हावा र बाटोभरि पहाडी दृश्यले यात्रालाई विशेष बनाउँछ। बिहानको पहिलो किरण जब कञ्चनजङ्घा र कुम्भकर्ण हिमालमा पर्छ, तब देखिन्छ स्लिपिङ बुद्धको अद्भुत रूप। यहाँबाट हामीले सन्दकपुर ट्रेकिङ रुटको बाटो पछ्याउँदै तुमलिङतर्फ लाग्छौँ। त्यो देखेको सन्दकपुर डाँडा। हामी यहाँ छौँ, यहाँ हिँड्दैछौँ। यो चाहिँ यहाँ ठ्याक्कै 40 किलोमिटर दार्जिलिङ पुग्दा भने अबको 500 मिटरमा तुमलिङ। हामीले पहिलो नजरमा यो सानो गाउँ तुमलिङ देख्छौँ। कुनै चलचित्रका दृश्य जस्तै लाग्छ। सानो बस्ती, वरिपरि हरियो डाँडाहरू र पारीहरू श्रृङ्खलाहरू स्पष्ट देख्न सकिन्छ। खाली मान्छेले उठ्दैन उठेको छैन। हिमाल यस्तो राम्रो देखिरहेछ नि, हिमालको रेन्जबाट जुम गर्दाखेरि नजिक देखिरहेछ, उपाल रहेछ। यसको सुन्दरता भन्ने कुनै साधारण गाउँ जस्तो छैन। संसारको तेस्रो अग्लो हिमाल कञ्चनजङ्घा, कुम्भकर्ण तपाईँको आँखा अगाडि उभिएको देखिन्छ। यो ठाउँ नेपाल र इन्डियाको सिमानामा पर्छ, तर यहाँ सिमाना मात्र एउटा रेखा हो। यहाँ बोर्डर धमिलो छ, तर मान्छेहरूको प्रेम एकदम स्पष्ट छ। तुमलिङ बजार। अहिले चाहिँ यहाँ आइन्छ तुमलिङ। बबाल रमाइलो रहेछ। सोचे भने राम्रो, एकदम खुसी लाग्यो बिहानै आएको हिँडेर। कति 4-5 किलोमिटर कञ्चनजङ्घा र कुम्भकर्णको भ्यू पनि बबाल रेन्जमा छ।
बिहानै हामी चाहिँ कुहिरोहरू लाग्दैन रहेछ अनि राम्रो हुन्छ दिउँसो हामी चाहिँ कुहिरो लागिहाल्छ मुनि मुनि कुहिरो लागिसक्यो माथि चाहिँ लागेको छैन। बिना कुनै रोकटोकको खुला सिमाना जहाँ दुईवटा देश एउटै घर जस्तो मिलेर बस्छन्। सन्दकपू ट्रेकिङ रुटको एउटा मुख्य स्टप ओभर पोइन्ट हो तुमलिङ। माने भन्ज्याङबाट सुरु गरेको यात्राको पहिलो रात धेरैजसो यात्रीहरू यहीँ बिताउँछन्। तुमलिङ एउटा गन्तव्य मात्र होइन, यो एउटा जीवन्त अनुभव हो। सिमाना भन्दा माथि उठेर प्रकृति र संस्कृतिको सुन्दर सङ्गम हेर्न यहाँ एकपटक आउनै पर्छ। जहाँ देश बदलिन्छ तर प्रेम बदलिँदैन। कुम्भकर्ण हिमाल, कञ्चनजङ्घा, कहिलेकाहीँ नयाँ ठाउँ घुम्ने मात्र होइन, आफूलाई फेरि एकपटक चिन्ने बाहना पनि हुन्छ। तुमलिङले मलाई हिमाल मात्र देखाएन, शान्ति, धैर्यता र प्रकृतिसँग बाँच्ने कला पनि सिकायो। फर्किने बेलामा पहाडको शान्त वातावरण बीच रहेको यो गुम्बामा केही समय बिताए। हामी चाहिँ 3 चोटि घुम्यौँ। अब हामी गुम्बाभित्र इन्ट्री गर्छौँ। यो जौबारीको गुम्बा रहेछ, यहाँ बस्नु मिल्दो रहेछ। जीवनमा हामी सबैले केही न केही खोजिरहेका हुन्छौँ, कसैले सफलता, कसैले खुसी र कसैले मनको शान्ति। सायद यात्राको सबैभन्दा ठुलो उपलब्धि गन्तव्य होइन, मनभित्र भेटिएको शान्ति नै हो। यही प्रार्थनाका साथ आजको यात्रा यतिमै समाप्त हुन्छ।